बादल आउँदैन रहेछ जाँठा जन्म बादलले पनि रहेछ गर्दा सिकाइदिन्छ ल ल हामी आयौँ पाथर तुप्लङ गाउँ तुप्लङ सपोर्ट गर्नु है साथी म त आकाशमा घाम लाग्छ प्रभु काट्दे अब स्याउ घुमाउने नि बुझ्यौ अर्को पनि छ त्यहाँ हजुर ठिक छ नि दाले ठिक छ नि केचार खोलो मेरा खोलो एकदम हल्का छ 85 सानो हालको मात्रै छ हालको त सब पाँचवटा त रहेछ तर भनेको मुभमा हुन्छ कि फर्स्टको लाइन त देख्दैन नि
Alright, ल Ready? रेकर्ड भइरहेछ है किन Tabledung Express, Tabledung. Tabledung. एक्लै दाजुको चाहिँ घर बनाइसक्यो अरे देवी माइलाको घर पनि बनाइसके हामीलाई त इन्चीसम्ममा चाहिएको होइन त दाजु त्यहाँ धरानीले मान्छे चाहिँ साह्रै जाँगरीले भेटेको रहेछ सा यस्तै हो भने त 15 दिनमा मेरो घर ठडिन्छ ए खड्का भाइ आउनु हो खाऊ ल है सिङहाङको भाइहरूको नाक चाहिँ राख्ने भयो है भाइले हो एक्लै दाजु कता हो हतार आउनु हो बसौँ अलि हतारमा पो छु म कहाँ नफेरे हो बसौँ नगर है जिन्दगी त लामो पो छ नि त्यो त हो अब एक्लै दाजु तिम्रो घर सकियो अरे ऊ देवी माइलाको घर पनि सके होइन 6 महिना भएन हो हाम्रो नन्द दाजुको घरको चाहिँ जग खालिसके बैना लिइसके होइन त दाजु होइन हौ भाइ व्यवहारको कुरा त घरमै गरेको भए भइहाल्थ्यो जहाँ भेट्यो त्यही पैसा मागेको छ हाम्रो चाहिँ ज्योतिमान हुँदैन दिन्छु भनेकै छु त हौ कि म भागेर जान्छु अनि भागी हिँडेको छौ त अहिले भाग्यो ला भागे सेक्ने पेनी बा खाइदे पचाइदे के गर्छस् फेरि यस्तो कुरा चाहिँ नगर है दाजु तिमीसँग भिख मागेको छु आफ्नो काम गरेको पैसा त दिनुपर्छ नि यस्तो कुरा गर्यो भने चाहिँ फेरि कहाँ जानुपर्ने हो म पनि लिन जानेको छु है लुजा जान्छस् त सेक्ने तेरो यही बेहोराले गर्दा हो बेपन्ना भएको एक घर पेनीमा छस् न्युङ्ना खोज्ने फेरि के फेरि अनि तैँले चाहिँ के गर्छस् मैले बिहान यसो मैले के बिगारेँ
नमस्ते तल नवमी डाँडा काप्ले माइलाको ए नवमी डाँडा हाम्रो बतीमाया मितको छोरा अझै यत्रो लाठे भएछ अनि कसरी चिन्नु को हो मित छोरा ल सजा ल हेर मेरो पुत्ने छोरा मित बा भन्दा नि खाइलाग्दो भएछ यो त बहिनी हो दाइ हो सजल सजल्लो दाजु अझै यो भित्र गएकी जेठी हो यो चाहिँ माइली अर्की चाहिँ सुत्दै छ अब फेरि अर्को आउँदैछ आइ के गर्छ है ल आइज भित्रै जाऊ बाठीकै छन् के अरे होइन आइ Speed. Short one, take 4. And action. रेखा तानिया छ नि त्यहाँबाट काट्नु भाइ के गर्दैछौ आज हामी जम्मा भएर आएको छौँ तिम्रै घरमा के गर्यो भाइ दाजु मैले त कामको सिलसिलामा चालै पो पाइनु छु चाल पाइन भन्न पाइँदैन भूमिनन्द तिमी होसमा त छौ भन्नुपर्ने कुरा तिमीले भनेका छैनौ दाजु यस्तो पैसा जम्मा पनि भएको थियो अब सिलगढीमा डाकाहरूले लुटेर लगे गुन्डाहरूले धन्न ज्यान जोगाएर आएँ भन्नु न भयो तिम्रो त्यो हावादारी कुरो नगर तिमी त एउटा विश्वासी मान्छे भनेर पो तिमीलाई विश्वास गरेर दिएको थियो समय पनि कति भइसक्यो दाजु म तिर्दिनँ भनेको छैन खोइ त तिर्छु अब बल्ल त घरमा कारखाना खोलेर यसो काम सुरु गरेँ मलाई अलिकति टाइम दिनु दाजु 3 महिना जति 3 महिनासम्म कुरा नगर है भूमिनन्द भाइ 1 महिनाभित्र आएर मिलाउँछ भने मिलाऊ होइन भने हामी 3 जना छौँ निबो खोला तरेर आउँछौँ मेघ र चिज के माग्दला पनि कस्तो तिर्न पनि नखोजेको त्यही हो गर Short one, take 1. And
यस्तो मात्र ठाडो मात्रै हो कि चिया पनि बनाउन कुडो कुडो हान्दिन हान्दिन ल